हेलो गाइज, म व्हीलचेयर यात्री सन्दीप थारू। आज म आफ्नो व्हीलचेयर बनाउँदैछु। यहाँ व्हीलचेयर बिग्रेर चाहिँ तनाव भएको छ गाइज, देख्न सक्नुहुन्छ। यो ब्यारिङै गयो हैन, दिनभरि व्हीलचेयरमा कुद्नुपर्छ। त्यही भएर व्हीलचेयर एकदम छिटो बिग्रिन्छ गाइज हैन। व्हीलचेयर नभई हुँदै हुँदैन। सो आज व्हीलचेयर रिपेयरिङ गर्दैछु आफैमा, आफ्नै घरमा। गाइजहरू यहाँ नट हेर्नुहोस्, यहाँ नट 8 वर्षसम्म चलाउँदाखेरि यस्तो हालत भएछ त गाइजर। ब्यारिङहरू चाहिँ पुरा जाम भएर खिएर कस्तो फुटेर सबै कामै नलाग्ने भयो गाइज हैन। अब खोलेर सबै भ्याइसकेँ। अब चाहिँ फिट गर्छु। म फिट गरिसकेपछि तपाईँले ट्याक्क देखाउँछु है गाइज। फाइनल्ली गाइज व्हीलचेयर धोइ ढाइ गरेर बनाएर रेडी।